हेर भाइ, तिमी विदेश जाँदैछौ, यो पासपोर्ट भनेको तिम्रो जिन्दगीको गोरे त हो। तिमीलाई मैले धेरै बुझाइ राख्नु पर्दैन, सम्झाइ राख्नु पर्दैन, तिमी जान्ने मान्छे हो। त्यही हो, तिमी जस्तो गए त्यस्तै राम्रोसँग आऊ, कमाऊ, जमाऊ। हजुर हुन्छ। ल अब प्लेनको टिकट नि छुट्ने बेला भइसक्यो होला। अब राम्रोसँग जाने, राम्रोसँग कमाउने, सबैजनालाई फोन गर्दै बस्ने है त। हुन्छ ल ल ल ल ल धेरै धेरै धन्यवाद दाइ तपाईँलाई। ल राम्रोसँग जाने है त। ल ए भाइ आइपुग्यो? के भयो त नि तिम्रो कुरा? अब पासपोर्टको भिसा झरिसकेछ दाइ, अब टिकट सिकट जम्मै रेडी भइसकेछ, अब जानलाई तयारी गर्नुपर्ने। ए हो, ल ठिकै भएछ। अब जाने तयारी गरौँ न त। अब ल हिँड जाऊँ। हस् हुन्छ दाइ, हस् दाइ। ल विदेश जाँदैछ, राम्रोसँग जानु, आफ्नो शरीरको ख्याल गर्नु, समयमा सुत्नु, खानु। अब पैसाको कारण हामीले दुसरालाई गुमाउनु पर्यो। हस् दाइ हस्, यसको लागि चाहिँ तपाईँले केही पनि चिन्ता नगर्नुहोस्। पासपोर्ट जेठो दाइ अबलाई हामीले गुमाइयो, तर केही छैन, हामी छौँ। तपाईँ हामी मिलेर नै अगाडि बढ्ने हो दाइ। यसको लागि चाहिँ केही पनि चिन्ता फिक्री नगर्नुहोस्। आफूले चाहिँ अब यहाँ चाहिँ सबै थोक हेर्नुहोस्। अब सबै तपाईँको जिम्मामा। अब दुईजनाको काँधमा थियो भने अहिले तपाईँको मात्रै काँधमा रहनेछ। त्यसमा चाहिँ तपाईँले सहनशीलता गर्दै अगाडि बढ्नुहोस् दाइ। उता परदेशमा गएर पनि मैले सक्ने गर्नेछु दाइ। केही हार नमान्नुहोस्, केही चिन्ता नमान्नुहोस् दाइ। ल ल कान्छा, राम्रोसँग जाऊ है। हुन्छ दाइ, सबै अब तपाईँको हातमा राखेछु। सबै जिम्मेवारी तपाईँले निभाउनुहुन्छ। उहाँ गएर अब के कसो गर्ने हो, मैले कमाएर धेरै थोरै तपाईँलाई सहयोग गर्नेछु दाइ। लौ त भगवान्, म त दाइलाई छोडेर जाँदैछु पर बिरानो मुलुकमा। सबै तपाईँको हातमा छ भगवान्। म अब जाँदैछु। मेरो दाइलाई तपाईँले ख्याल गर्ने जिम्मा तपाईँको भगवान्। म जाँदैछु। भाइ विदेश गएको पनि 2-3 दिन भइसक्यो, अहिलेसम्म के खबरै छैन। यहाँनिर फोन गर्नु पर्यो। ओहो, विदेशमा त क्या रमाइलो हो। तर रात परिसक्यो, के खाने, कहाँ बस्ने, साथीभाइहरू लिन आउन त भन्थ्यो। कतिखेर आउने हो। दाइको फेरि यतिखेरै फोन आयो। हजुर दाइ। होइन, कहाँ पुग्यो र तिमी? 2-3 दिन भइसक्यो, खबर पनि आउँदैन। म चाहिँ यहाँ बाटोमै छु। अब कतिखेर पुग्ने हो, अब बस्ने ठाउँ छैन रुममा। अब उता साथीहरू पठाइदिन्छु भन्थ्यो एजेन्टले। अब तिमी गएको पनि 2-3 दिन भइसकेको थियो। अब तिम्रो केही अत्तो-पत्तो नभएर म त आत्तिएर झन्डै फोन लाग्यो तिमीलाई। बाटोमा आउँदै ढिलो भएको हुनाले गर्दाखेरि अलिक गाह्रो भयो दाइ, त्यही भएर हो। अब म चाहिँ रुममा पुगेपछि तपाईँलाई मैले फोन गर्छु है त। ल ल ल ल ल ल हुन्छ दाइ, हुन्छ। ल ल ल मैले फोन राखेँ, फुर्सद हुँदा फोन गर। कता हो विदेशमा त आइयो। कता रहेछ एजेन्टले त यतै भन्थ्यो। दाइ नेपालबाट आइपुग्नु भयो? हजुर हजुर, हाम्रो होस्टेल चाहिँ। अनि कता हो घर हजुरको, के कस्तो हो? रमाइलो रहेछ। मेरो घर त पाल्पा हजुर। ल त दाजु, अब यही हो हाम्रो बस्ने ठाउँ होइन। कोही झोला यता दिनुहोस्, मैले राख्छु। अनि ल
अनि के छ अनि नेपालको के कस्तै छ त नयाँ नयाँ खबरहरू नेपालमा ठिकै छ भाइ बस्नुहोस् हुन्छ अनि नेपाल के कस्तो छ खबर भन्नुहोस् आजकलको उयोहरू। नेपालमा त के हुने र ठिकै छ अहिले जेन्जी सेन्जी के भन्छ सरकार यस्तै छ भाइ अब देशको त स्थिति बिजोग छ ल नि त अब यस्तै हो दाइ अब यहाँ आइहाल्नु भयो विदेशमा होइन अब राम्रोसित मिलेर काम गरौँ तपाईँहरू नयाँ हुनुहुन्छ नयाँ पुरानोलाई उयो गर्नुहोस् होइन गर्नुभएको छ है त ल त अहिले यही हो अब एकछिन ठिकै छ नि त दाइ अब भर्खर आइपुग्नु भएको छ घरतिर यताउता फोन गर्नुहोस् होइन म यसो उता खानासाना बनाउँछु हजुरहरू थकेर लगाएर आउनु भएको छ है त ल हुन्छ मैले पनि दाइलाई फोन गर्नु थियो फोन गर्नु पर्ला ल दाइ हामी त यहाँ त आइपुग्यौँ नि सबैजना साथीहरूसँग छौँ के अरे ए ल ल ल रमाइलो रहेछ सबैसँग मिलेर बस्नु ल हजुर दाइ हुन्छ दाइ ए ल ल ल अब यस्तै छ रमाइलो छ फेरि चाहिँ म फोन गर्दै गर्छु दाइ है ल ल ल ल हुन्छ दाइ ल ल ल ल